हेलो नमस्कार सबैजनालाई। मलाई फेरि आज चाहिँ मैले यहाँ फेसबुकमा कसैले यो मरी खान लागेको देखेर मलाई नि खान खाउँ लाग्यो अनि म पनि यो मरी बनाउँदैछु। यो मरी बनाउनलाई चाहिँ चामलको पिठो चाहिन्छ। अनि चामलको पिठोलाई चाहिँ मैले तातो पानी उमालेर मिचेर राखेँ। अनि यसमा चाहिँ यो तिल र गुड पकाएर सक्खर पकाएर राखेको हो। अनि यो भित्र राख्नलाई त्यसै गरेर अस्ति नै मैले कुरौनी बनाएको थिएँ। यो कुरौनी कुनैमा चाहिँ कुरौनी कुनैमा चाहिँ चाकु राखेर बनाउँछु भनेर बनाएर राखेको छु। अब म बनाउँछु है त। हस् ल। अब चाहिँ म यो मरी बनाउन गइरहेको छु। यो मरी बनाउनलाई चाहिँ यसरी गर्ने। अनि यहाँ चाहिँ यो तेल छ। यो चाहिँ तातो पानी छ। अलिअलि तेल दल्ने अनि यसरी यो मरीको सेप बनाउने। पहिला यसरी सेप बनाउने। अनि यो भित्र चाहिँ तातो पानी अरू तेल दल्दै यसलाई बिस्तारै घुमाउँदै घुमाउँदै यसरी ठुलो बनाउँदै घुमाउँदै यसरी घुमाउँदै अलि ठुलो पाल बनाउने। यसरी सेप बनाउने। तेल दलेन भने त फेरि चिप्लो नभएर फुट्न सक्छ। अनि यसरी बनाउने। अनि यो मरी रेडी भयो। अनि यसमा चाहिँ मैले यसरी बनाएर राखेँ। अब म यसमा चाहिँ यो सक्खर र तिलको धुलोलाई यस्तो लेतो बनाएको छु। यो चाहिँ भर्छु यसरी। यसरी भरेपछि अब कति राख्ने त्यो राखिसकेपछि अनि यस्तै बिस्तारै घुमाउँदै 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 यसलाई सानो बनाउनुपर्छ। पाल सानो हुँदै जान्छ। अनि यसरी पाल सानो भयो। अब यो माथि चाहिँ तपाईँलाई कस्तो बनाउनु मन लाग्छ आफ्नो डिजाइन जस्तो बनाए नि हुन्छ। मैले चाहिँ यसरी दुईवटा सिङ जस्तो बनाउँछु। ल अब फेरि यसलाई चाहिँ म पकाएपछि देखाउँछु है त। हस् ल। अनि यहाँ चाहिँ हाम्रो यामी यो मरी पाक्दैछ, पाकिरहेको छ। अब केही मिनटपछि रेडी हुन्छ खानको लागि। त्यसपछि चाहिँ हाम्रो यामी यो मरी पाकेर रेडी भयो। अब चाहिँ हामी खानालाई रेडी भयौँ। अनि हजुरहरूले पनि खानुभएको छैन भने यसरी नै बनाएर खानु होला। हस् ल। धन्यवाद सबैजनालाई।